सिराहामा करोडौंको मोबाइल नष्ट किन गरियो? एउटा गरिब बाउले छोराको पढाइको निम्ति किनेको मोबाइल आज पानीमा चुर्लुम्म पारियो। 496 वटा मोबाइल र 5 वटा स्मार्ट वाच पानीमा डुबाइयो। करिब 1 करोड रुपैयाँ भन्दा बढीको सम्पत्ति स्वाहा भयो। यो सम्पत्ति आखिर कसको थियो? कुनै मन्त्रीको होइन, कुनै नेताको होइन, यो थियो साधारण नेपाली विद्यार्थीको। एक पटक सोच्नुहोस् त, कुनै बाउले 30-40 हजार जम्मा गरेर किनेको फोन छोराले परीक्षामा लग्यो, गल्ती भयो। तर त्यो गल्तीको सजाय फिर्ता समेत नहुने गरी नष्ट गरियो किन? प्रहरीले जफत गरेको मोबाइल परीक्षा सके पश्चात फिर्ता गर्नुको साटो फिर्ता नहुने गरी नष्ट गर्न जरुरी थियो त? पक्कै पनि थिएन। तर मध्य प्रदेशकी तत्कालीन शिक्षा मन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने बाचा पहिले नै गरेकी थिइन्। त्यसकारण दम्ब देखाउन पनि यसो गरेको हुन सक्छ। आखिर जसको नष्ट गरे पनि राज्यलाई नै घाटा हो, किनभने यी सबै सामान विदेशबाट नै ल्याउनु पर्ने हुन्छ।